फेरि पनि स्वागत छ मेरो यो सर्ट ब्लगमा। आज चाहिँ शनिबारको दिन मौसम पनि एकदमै चिसो भएको थियो अनि त्यसैले मैले चाहिँ आज घरमा कोदोको रक्सी बनाउनका लागि चाहिँ रेडी गर्दैछु। केही मिनटपछि चाहिँ रक्सीको पानी तातिसकेको थियो र मैले यसरी पानी फेरिदिएँ। यतिकैमा हाम्रो चाहिँ खाना खाने टाइम भइसकेको थियो र हामीले खाना खाइसके पछाडि चाहिँ रक्सी ओतारिदिएँ र रक्सी मैले यसरी निकालेँ। रक्सीको चाहिँ एकदमै मिठो सेन्ट आइरहेको थियो र मैले त्यही कटमा सुँगुरको लागि चारो पसाल्न छाडिदिएँ र हामी कागती टिप्नका लागि बारी गयौँ र कागती चाहिँ एकदमै धेरै फलेको थियो। यो चाहिँ हाम्रै घरमा फलेको कागती हो र हाम्रो फेरि खाजा खाने बेला भयो अनि हाम्रो खाजा चाहिँ रहेको थियो इस्कुस अनि हामी गफ गर्दै खाजा खायौँ। अन्जुलले चाहिँ मपट्टि क्यामेरा नदेखाउ भन्दै थियो, मैले चाहिँ फेरि उहीपट्टि क्यामेरा फर्काएर राखिदिएँ अनि फेरि हामीले जाँड पकायौँ। यसरी कोदोमा मर्चा मजाले गरेर हामीले राख्यौँ र हामी फेरि बारीमा चाहिँ साग रोप्नका लागि गयौँ। मर्चाहरू बारी खन्यौँ अनि साग रोपेर यतिकैमा हाम्रो चाहिँ जानु आउने बेला भइसकेको थियो अनि हामी घरमा आएर रेडी हुन थाल्यौँ र यति बेला चाहिँ हामी घरबाट इलाम फर्कँदैछौँ। र आज चाहिँ भदैको बर्थडे पनि थियो र हामीले चाहिँ सानो सरप्राइज दिने प्लान गरेको थियौँ र हामीले यसरी सरप्राइज दियौँ। र आजको मेरो मिनी भ्लग चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।